यहाँ पार्टी कार्यालय छ नि त एमालेको अनि म के इसारामा के होइन मैले त्यहाँ प्रायः जस्तो चिनिरहेको हुन्छ कि एमालेको अनि त्यसपछि के अरे मैले सब हेरिरहेको छु नि इसाराले के बोल्नु पनि भएको थियो तर हामी टाढा थियो कि यतापट्टि रोड उतापट्टि रोड के अनि म त्यहाँनिर देखिरहेको थिएँ कि अनि प्रायः जस्तो चिनिन्छ नि त यहाँको अनि एउटा नेताले चाहिँ मलाई म सब हेरिरहेको छु कि मलाई हाँस उठ्यो जे पनि चिनिन्छ नि त अब हामीले हो चेन्ज गर्ने जसरी भए पनि नयाँ परिवर्तन ल्याउनुपर्छ नयाँ पार्टीले चुज गर्नुपर्छ नयाँ नेतृत्व आएर त्यो देश बन्नुपर्छ भनेर भन्ने मात्र भनाइ हो नि त उनीहरूले राम्रो काम गरे भए त हामीले उनीहरूलाई भोट दिइहाल्थ्यो नि होइन अब आफ्नो मान्छे अर्काको मान्छे अनि त्यसपछि मलाई बेनिफिट भन्दा पनि यो देशलाई अनि यो हेटौँडालाई केले बेनिफिट हुन्छ त्यसलाई भोट गर्नु पऱ्यो नि त त्यही नै हो हामीले अब प्रिभिलेज छु म भनेर पनि भन्दा पनि सबैलाई बेनिफिट हुने होइन तल्लो लेभलदेखिको लागि होइन जो चाहिँ आजै कमाएर आजै खानुहुन्छ उहाँदेखि दलित महिला सबैलाई बेनिफिट हुने गरेर नेतृत्व आयो भने त सबैलाई बेनिफिट हुन्छ नि त हामीले देखेको छौँ नि त कसरी लाइक बालीले रविले गरेको छ भनेर सो अन्ली नयाँ नेतृत्व भोट फर गन्ठी